सम्पूर्णमा नमस्कार। आज एउटा जानकारीमूलक भिडियोसहित उपस्थित भएको छु। तपाईँ हाम्रो घर वरपर कतै झाडीहरूमा यो वृक्ष देख्नु भएको छ? तपाईँकोतिर यो वृक्षलाई के भन्छन्? हामी यसलाई कडिपत्ता भन्छौँ। कडिपत्ता स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। यसले पाचन शक्ति सुधार गरेर अपचको समस्या कम गर्छ। कपाल झर्न रोक्दै कपाललाई मजबुत र चम्किलो बनाउँछ। त्यसैगरी मधुमेह नियन्त्रणमा सहयोग गर्दै रगतमा चिनी सन्तुलन राख्न मद्दत गर्छ। भिटामिन ए, बी, सी र क्याल्सियम जस्ता पोषण तत्त्वले प्रतिरक्षा शक्ति बढाउँछ। ओजन घटाउन मद्दत गर्ने, छाला सफा राख्ने र कलेजो डिटक्ट गर्न सहयोग गर्ने भएकोले कडिपत्ता दैनिक खानामा समावेश गर्नु लाभदायक मानिन्छ। तपाईहरूले प्रयोग गर्नुहुन्छ त कडिपत्ता? कमेन्ट गर्नुहोला।